यो चाहिँ बहुत पुरानो कटिङ, बहुत जमानाको। यो चाहिँ क्रेङ, कोइला तान्ने। यो कटिङबाट बाक्सामा कोइला निकाल्थेँ मैले। बहुत पुरानो कटिङ हो। पहिला मैले चलाउँथेँ क्रेङ, पहिला चलाएँ मैले पनि। यहाँबाट कोइला निकाल्थ्यो। ऊ त्यो बाक्सा पनि सबै मक्किसकेर फल्न पनि धुलो परेर। कोइला चाहिँ यहाँ राख्ने, यहाँ डिपो सबै जङ्गल घारी भएर खत्तम। क्रेङहरू पनि अब सबै मकिसकिसक्यो। यो क्रेङले चाहिँ कोइला तान्थ्यो, एक बाक्सा तलबाट निकालेर यहाँ राख्थ्यो। यहाँनिर चाहिँ मैले पहिला क्रेङले चाहिँ मैले पनि चलाएको। निम्बुहरू लट्टाराम फलिरहेछ, निम्बु टेङ्गाहरू। मान्छेहरू छैन, खालि जङ्गल। यो चाहिँ मेघालयको 7 किलो भन्ने जग्गाको। म पनि यहीँ जन्मेको जग्गा। हाम्रो घर चाहिँ अहिले पनि आमाहरू चाहिँ यहीँ बस्नुहुन्छ। यो घरि हाम्रो घर चाहिँ यो बगान सगान लगाएर बस्नुहुन्छ। यो चाहिँ कटिङको हालत पनि यस्तो छ, केही देखेको छैन। सबै कटिङ पनि छोपेर कटिङ चाहिँ यहीँभित्र छ। कतिको आवाज आउँछ त्यो ढुङ्गा